हेलो हेलो एभ्रीबडी नमस्ते एन्ड गुड मर्निङ हामी चाहिँ आज स्कुल जाँदैछौँ हाम्रो विद्यार्थीहरू पहाडको यो उकालो चढ्दैछन् प्रिन्स प्रिन्स कति कक्षामा पढ्ने तिमी बाल कक्षामा करिश्मा कति पढ्ने हो कक्षा कति अरे 3 को स्पेलिङ भन त भन त हेरेर यता हेरेर भन न THREE 3 होइन ए हामी चाहिँ यहाँ अनि के ल्याएको पर्नेसले हातमा के ल्याएको चिउरा हो खाजाको लागि हामी चाहिँ चिउरा अन्डा चना होइन त्यसपछि कहिले काहीँ के खान्छौ अनि रोटी तिमीलाई खिचडी मन पर्दैन हो अब खिचडी बनाउनु पर्ला जस्तो खिचडी खाजामा के खिचडी भनेको त्यसमा चाहिँ तिम्रो भात के चामल हुन्छ होइन त्यसपछि अनि चामल सबै कुरा हालेर भनौँ न चामल दाल साग सब्जीहरू हालेर घिउ हालेर बनाएको गिलो गिलो खानेकुरा खिचडी भन्छ हामी चाहिँ अब माथि त्यो डाँडामा पुग्नु छ स्कुल भनेको त्यो डाँडामा छ होइन प्रत्येक दिन हामी लगभग 20-25 मिनट हिँड्छौँ घाम चाहिँ लागेको छ मजाले घाम लागेको छ ओके ल एउटा ग्याङ चाहिँ आउँदैछ विद्यार्थी होइन एउटा ग्याङ विद्यार्थी ए यो पाहाडले पनि स्कुल जान्छु मन लाग्यो पिनीसँग पढ्ने रे पाहाड ऊ हेरिरहेछ तिमीले झोला बोकेको तिमीले पढाउने यो पढाउँदै ल तिमीले पढेर आएर अनि पढाउनु है ऊ प्रिन्सले पढेर आउँछन् उताबाट अनि पढाएर जान्छन् कि ए हाम्रो विद्यार्थीहरूको घर त तल छन् त माथिबाट चाहिँ विद्यार्थीहरू आउँछन् पल्लो डाँडो चाहिँ के अरे 32 होइन पल्लो डाँडो 32 थाकले आज चाहिँ अलिकति कुहिरो लागेर अलि सफा छैन मौसम एकदमै त्यस्तो छ मौसम क्लियर भएको छैन नत्र तपाईँको टाढोसम्म चाहिँ एकदम ऊ रामेछाप ऊ डाँडो अग्लो डाँडो चाहिँ लामेछाप हो ओखलढुङ्गा यतातिर यस्तो छ हाम्रो यो माथि डाँडामा छ स्कुल त्यहाँ माथि पुग्नु छ अब थकै लाग्छ ल ल ल ल ल ल उकालो हो त्यो थुम्कीबाट पनि विद्यार्थीहरू आउनुहुन्छ पढ्न त्यो तल देखेको देख्नु त नजिकै देखिन्छ तर त्यहाँबाट आउँदा लगभग आधी घन्टा लाग्छ त्यो ठुलो डाँडाहरू छ नि अब स्वास्थ्यको हिसाबले निकै स्वास्थ्यप्रद ठाउँ चाहिँ हो तर अलिकति जनसङ्ख्या एक त नेपालको जनसङ्ख्या अहिले निकै कम भइरहेको अवस्थामा यहाँको जनसङ्ख्या पनि दिनादिन घट्ने क्रममा छ विद्यार्थी सङ्ख्या एकदमै कम हाम्रो त स्कुल झन् 3 सम्म मात्रै हो 12, 14, 15 जना चाहिँ विद्यार्थी हुनुहुन्छ अब त्यो पनि 3 कक्षामा 5 जना यो वर्ष उहाँहरू अब गयो भने अब 10-12 जना मात्रै विद्यार्थी हुन्छन् त्यस्तो अवस्था छ ल छिटो पढ्नेस छिटो 9:40 भइसक्यो ए ल अर्जुन दौड ल छिटो हामी अब उकालो चलाउँदैछौँ एकदमै स्टिप उकालो छ यो ओहो यहाँबाट एकदमै हो नि
बाटो छ अब उकालो छ ल ल ल ल यस्तो छ उकालो हामीले बढ्दैछौँ ल हिँड न झन् लडियो यदि बाटो हामी हो नि यहाँ सुप्लोमा हिँड्न सकिँदैन यो अहिले चाहिँ ऊ भएपछि अलिकति सजिलो छ ल ल सुनिन ल अब हाम्रो चाहिँ स्कुल छुट्टी आउँदैछ ल चौरी यो हाम्रो स्कुलको चौरी हो हामी तलबाट आएको माथि आइपुग्यो यहाँबाट विभिन्न क्षेत्र सिन्धुलीको जुनियर क्लब कुबिन्डेको स्कुल सबै देख्न सकिन्छ यहाँ आइसके चाहिँ विद्यार्थीलाई खेल्नको लागि प्रशस्त चौड छ हाम्रो यहाँ दसैँमा पिङ पनि हाल्ने गरिन्छ अहिले चाहिँ पिङ काटिएको छ त्यो चाहिँ ठुलो बाँसले गएको पिङहरू चाहिँ हामीले हाल्ने गर्छौँ विद्यालयको स्तर चाहिँ भौतिक सुविधा त्यति नभए पनि अब हामी चाहिँ निकै कम शिक्षकहरू कर्मचारीहरूले काम चलिरहेको स्थिति छ हाम्रो 9:10 भएको 9:50 भएको छ 10 मिनट बाँकी छ हामी स्कुलमा आइपुग्यौँ है हाम्रो बाथरुम यो हाम्रो छ विशेष सुने तपाईँको लागि पनि बाथरुम यो विशेष सुविधा एक बाथरुम हो गुड मर्निङ नमस्ते कति छिटो आइसकेको छ त लीला अनुष्का लोकिना ओहो तपाईँसँग के भयो आज साट छौ त को रोजिना कहाँ गएको थियो रे ए अस्ति पूजामा आएनन् सरस्वती पूजामा आएनन् हो र म त आएको नि म त अनि सबैभन्दा छिटो आएको थिएँ पूजामा ल अब चाहिँ हामी लाइन लागेर बस्छौँ राष्ट्रिय गीत गाउँछौँ है सबैलाई धन्यवाद ल आजलाई यति नै सो आई विल सी यू गाइज इन द नेक्स्ट ब्लग